बढी के छ दाइ? काम त हाम्रो लगभग आज भइसकेको छैन। त्यसपछि रडको काम अहिले भनिदिनु पर्छ। अहिले तल जाँदाखेरि भनिदिनु है। 1 केजी भए पुग्छ। त्यो प्लेट अघि हिजो मैले काटेको थिएँ नि, त्यो प्लेटहरू त्यो सबै माथि लिएर आइदिनु पऱ्यो बरु न। जन प्लेट का लेना कड़े वो प्लेट सब ऊपर चढ़ा दिया, कितना पुगा था कितना नहीं तो ओकरे अनुसार फिर काट दे। पहिला प्लेट लिएर आउनु। लगभग सबै भइसकेछ के राम्रो। हाँ हाँ 2 इंची काटे मंगा लिया। 1 केजी जति भनिदिनु है। ल सेट्रिङको काम सकिसक्यो। अब छड बुन्ने आजदेखि स्टार्टिङ। 1 दिन 2 दिनमा भ्याउँछ होला लगभग। घर पनि सानो छैन, ठुलै छ। आज सब के अरे सब रूम में 2 गो टेका 3 गो टेका एक्स्ट्रा धरे परि न। यस्तो सेटिङ गरिएछ। सेटिङ भइसकेछ। छड बुनेर ढलाइ गर्न बाँकी। त्यो सानो प्लेटहरु सबै माथि चढाइदिनु। लौ प्लेटले त पुग्छ होला हैन हाम्रो त। तलको प्लेट खोल्नु पर्दैन के। तलको त्यो 3 फुटाहरु छ नि, त्यो खोल्नु पर्दैन। त्यो जस्तो त्यस्तै छोड्दिने त्यो। त्यो पनि सेटिङ सब भइसकेछ, क्लियर भइसकेछ सेटिङहरु। यता पनि क्लियर भइसकेछ।
यो पटार चाहिँ उता राख्नु है दाइ सिधा गरेर यहाँदेखि पुग्न सकिन्न डाइरेक्ट चढाएकै बेस होइन भ्याइन्न होला धेरै छ त्यो पनि तर डबल गर्नुपर्छ यता पुग्दैन नि यता 3 फुट छ त्यो 2 फुटको मात्र हो हजुर रेलिङ हालेपछि एउटा यहाँ सानो लोबेटहरू हालो टक्क गर्ने बस्न ओर्न सुत्ने भन्दा नि यहाँ बेडहरू उझेर राख्दिने मजाको हुन्छ बस्ने ठाउँहरू रेलिङ हालिदिने केटाकेटी कता बस्ने नि हामीलाई यहाँ घर बनाएर धन्न गऱ्यो भने मैले मान्छे आजसम्म एउटा त आइसक्यो किन बनाएको फोकाइमा बनाएको जल्दै पनि के बेकारमा बनाएको किन बेकारमा हो र बनायो अब ठिक भयो के बनायो जे भयो ठिक भयो बेच्न पाउनु चाहियो बेच्न त अब ठेकाइसित त यो कुरो गरेर आफ्नो नानी हामी नदिएर होइन त्यो बिच किन्ने मान्छे पनि आउनु सक्नु पर्दो अहिले त होइन पछिलाई ठिक हुन्छ क्या यो कम त ठुलो घर छ यो अब एकचोटि बनाइसकेपछि अब ऊ अब अङ्कल ढुक्क अब आफ्नो जिन्दगीभरिलाई गीतिया नहीं खाओ थोड़ा हाँ है